नमस्कार, टीवी टुडे में अपने संपूर्ण गोटे की स्वागत है। हम चाहने आई हम सब बातचीत करब जखन विपद व्यवस्थापन के लक की केहन तैयारी सब भ रहल छै। क्या तो विभिन्न ठाम में अखन पूरी कहल जाए तो पूरी नेपाल में अखन बाढ़ के प्रकोप जैसे बढ़ चुकल से विभिन्न ठाम में नदी सब में एकदम बाढ़ अयला के कारण सब विभिन्न ठाम में जड़ जमीन सब कटान भेला के कारण बहुत रास से धनमाल के क्षति संगे अझै आदमी सब अझै जान के जोखिम छै। विभिन्न ठाम में जैसे अखन लगभग जैसे आदमी के बहुत जान भी चुकल छै और सैकड़ा के संख्या में पुगे वाला छै। तो अही के संदर्भ में आए हम सब अतिथि के रूप में बजेने छे। अही सिरो फेरो में रह बातचीत करबन धनुषा जिला के CDO रामू राज कदरिया जी के हम सब बजेने छे। अतिथि के रूप में पहले उनका स्वागत करबन तब विस्तृत बातचीत करब अखन विपद व्यवस्थापन के बारे में। यहाँलाई स्वागत छ। धन्यवाद। नमस्कार। अहिले चाहिँ यो धनुषामा विपद व्यवस्थापनको के कस्ता तयारी छन् र बाढीको प्रकोपहरू चाहिँ कहाँ कहाँ छन्? अब हामीले म आएको करिब 3 महिना भयो। आइसकेपछि मैले यो जेठको अन्तिमतिर विपद व्यवस्थापन समितिको बैठक राखेँ। बैठक राखेर हाम्रो चाहिँ बाढीको पानी परेपछि डुबान क्षेत्र र बाढी आएपछि बाढीले प्रभाव पार्ने क्षेत्रहरू पहिचान गरेका छौँ। हामीले पहिचान गरेका छौँ र हामी सबै विपद व्यवस्थापन समितिका हामी सदस्यहरू सङ्घ संस्थाहरू सुरक्षा निकायहरूलाई मैले सजग अवस्थामा राखेको छु। यो हाम्रो तर्फबाट बाढीबाट जोगाउने सरसफाइको लागि के कस्ता चाहिँ गरिराख्नु भएको छ त? बाटो जोगाउन हामीले के भनेको छ भने सबै यस्तै बेलामा सबै स्थानीय प्रमुखहरू प्रमुख अधिकारीहरू सबै राजनीतिक पार्टीका अध्यक्ष र प्रतिनिधिहरू आउनुभएको थियो। बाढीको समयमा हामीले कसैसम्म पहिले बाढीबाट जनधन क्षति कम गर्ने र बाढी आइहाल्यो भने राहत कसरी पुर्याउने र बाटाहरूको सम्बन्धमा कस्तो बाटाहरू छ, बाटोहरू तत्काल स्थानीय तहलाई मैले अनुरोध गरेँ। बाटोहरू चाहिँ अब हामीले बाढी आइसकेपछि वा डुबान क्षेत्रमा राहत पुर्याउनु पर्ने हुन्छ। त्यसमा त्यो राहत पुर्याउनु पनि हामीले बाटो मर्मत गर्नु पऱ्यो। बाटोहरू मर्मत गर्नु तयारी अवस्था रहनु भने मैले सडक डिभिजन कार्यालयलाई पनि मैले निर्देशन गरेँ बाटो निर्माणको सम्बन्धमा। र सर्वप्रथम हामीले राहत हुँदा पनि बाढी आइसकेपछि जनधन क्षति हामीले कसरी जोगाउने त्यो सम्बन्धमा हाम्रो ध्यान केन्द्रित भएको थियो। र हिजो भर्खर कमलामा बाढी आयो र केही मानिसहरू बाढी आएको समयमा 6 जना जति दाउरा खोज्न गएको रहेछन् र 81 बाढी आयो निस्किएन। हामी जनपद APF रेड क्रसको सभापति सहित म समेत कमला क्षेत्रमा गयौँ र उनीहरूलाई उद्धार गरेर निकाल्यौँ। कतिजना अहिले चाहिँ लगभग चाहिँ यो बाढीमा चाहिँ मृत्यु हुनुको सङ्ख्या कति पुगेको होला? मलाई जानकारी भएसम्म अहिले हाम्रो मृत्यु भएको अवस्थामा जानकारीमै छैन। मलाई लाग्छ अहिलेसम्म मृत्यु भएको छैन। यो विपद व्यवस्थापनको जुन कार्यक्रमहरू हुन्छ त्यो चाहिँ अगावै किन हुँदैन? यो चाहिँ विपद व्यवस्थापन जब चाहिँ असार सुरु हुन्छ, जब बाढी पानी चाहिँ यताउता भइहाल्छ अनि त्यसपछि चाहिँ गएर सरकारवाला अथवा तपाईँहरूको समन्वयमा चाहिँ त्यो विपद व्यवस्थापनको कार्यक्रम हुन्छ, त्यो अगाडि किन हुँदैन? होइन, हाम्रो अगाडि भइरहेको छ। विपद भन्ने बित्तिकै खालि बाढी मात्र होइन। विपद भन्नाले चाहिँ बाढी पनि भयो, आगलागी भयो, हावाहुरीहरू भए, यता सबै भएको हुन्छ। अब बाढी असार साउनतिर आउने हो, अब के आगलागी चैत वर्षतिर हुने, जाडोयाममा यहाँ शीतलहर हुने, यस्तो यी सबै विपद पर्छन्। र हामीले त्यो अनुसार हामी विपद समितिको बैठक आवश्यक अनुसार बसिरहेको छ। जस्तै हाम्रो असार साउनमा पानी पर्छ, मैले जेठमै विपद समितिको बैठक राखेँ र म भर्खर नयाँ भएको हुनाले पनि हाम्रो डुबान क्षेत्र कहाँ हो, बाढी आउने आएपछि सबभन्दा पहिले कुन क्षेत्रमा हामी नोक्सानी गर्छ त्यो क्षेत्रमा हामीले हेऱ्यौँ, अध्ययन गऱ्यौँ र त्यो क्षेत्रमा सबै क्षेत्रमा हामी पुग्यौँ पनि। अहिले कहाँ गाउँसम्म तपाईँ पुग्नु? मलाई एक्चुअली ठाउँ त थाहा भएन। मैले चाहिँ अब यो करिब 6 वटा पालिका दक्षिण यो धनुषा जिल्लाको दक्षिण भेगमा पर्ने पालिकाहरू र कमला नदीको बाँधेबाँध पुरै कमला नदीको गणेश त्यो हाइवेबाट पुरै यो भारतको सिमानासम्मको बाँधेबाँध हामी हेरेँ। सबभन्दा पहिले कमला नदी यदि बाँध फुटेर आयो भने त सारा यो गाउँै लान्छ। हामीले चाहिँ सबभन्दा पहिलो लक्ष्य चाहिँ कमला नदीको बाँध जोगाएर बस्ती जोगाउने। र मैले हेर्दाखेरि कमला नदीको बाँधले यो यस्तो पानीले भत्किने अवस्था त छैन, तर पानीको विश्वास पनि हुँदैन, नदीको विश्वास हुँदैन। त्यही पनि मैले अब हिजो कमला नदी नियन्त्रणका साहब पनि जानुभएको थियो। अलिअलि कहीँ माथि भत्किएको अवस्था रहेछ, यो तत्काल निर्माण गर्न भन्ने मैले अनुरोध गरेँ। उहाँहरूले चाहिँ आजैबाट काम सुरु गर्नुभएको छ, निर्माण भइरहेको छ। र डुबान क्षेत्र पनि हाम्रो कस्तो भने बाढी आउँदैन, पानी पऱ्यो हुनाले पानी कहीँ पनि नगइकन डुबान पर्छ। त्यो क्षेत्रमा पनि अब यहाँ सानतिना फुस्सा गर्नुभयो धेरै छन्।
त्यसमा मान्छे डुबाउनु पर्छन् त्यो डुबाउनुको क्षेत्रमा मान्छेलाई कहाँ लानु उपयुक्त हुन्छ भनेर हामीले एउटा ठाउँ पनि पहिचान गरेको छौँ कहीँ के अरे कहीँ चाहिँ यो सामुदायिक भवन कहीँ स्कुलनिर उच्च ठाउँको ठाउँ चाहिँ पहिचान गरिसकेको छ यो यता जसरी यो अन्य जिल्ला जस्तै धनुषा जिल्लामा बाढी प्रकोप चाहिँ हरेक साल आउँछन् अनि राहतको सामग्री पनि बाँड्छन् होइन तर हरेक साल त्यतिकै हुन्छ र फोटो सेसन भनेको धेरै हुन्छ होइन यो चाहिँ एकदमै मान्छेहरूमा अलिकता नकारात्मक चाहिँ सोच भइसकेको छ होइन अलिकता मात्रै राहत सामग्री त्यो गर्ने अनि फोटो सेसन चाहिँ धेरै हुने भन्ने आरोप रहेछन् कि अब यसमा के भन्छ र अब बाढी नै आएको छैन अब राहत आउँदा यसो हुन्छ भने त्यतातर्फ त नजाउँ तर अहिले चाहिँ के छ भने चाहिँ विगतदेखि नै हामीले राहतको यसो बाँड्नुपर्ने अवस्था आएमा त्यो नआओस् तर बाढी नआओस् डुबान नहोस् यदि बाँड्नुपर्ने अवस्थामा एक दौड प्रणाली मार्फत विपद व्यवस्थापन समिति सबले त्यहाँ जम्मा गर्ने त्यो समिति मार्फत चाहिँ हामीले राहत वितरण गर्छौँ अब यो फोटो सेसन सम्बन्ध भन्छ अब जहाँ फेरि अब विभिन्न च्यानलले फोटो त खिचिहाल्छन् तर हामीले चाहिँ अब 5 बोल चामल दियो 50जनाले लिएर फोटो खिच्ने त्यस्तो प्रवृत्ति नै स्टार्ट गर्छौँ हजुर यो जसरी अहिले चाहिँ कमलातिर अथवा यो रातो पुल छैन त्यो उताको चाहिँ एरियाहरू जस्तै मुख्यपट्टि मुसर्नियामा चाहिँ एकदमै डुबानको क्षेत्र छैन त्यो हिसाबले गर्दा अहिले चाहिँ उहाँहरूले जुन यो बाढी पीडितहरूले चाहिँ राहत स्वरूप केही पाउनु पऱ्यो त्यस्तो छैन होइन समस्याप्रति गम्भीर भई यो यसको समाधानतर्फ हामीहरू लागिरहेको छैन किन त्यस्तो भयो पनि होइन त्यस्तो लागेको छैन हुँदै होइन अब अहिले बाढी नै आएको छैन डुबान क्षेत्र भएको छैन भर्खर पानीको अप्सन पानी परिरहेको छ अब मलाई लाग्छ यो असारको लास्टतिर वा साउनतिर चाहिँ यसपालि चाहिँ मौसमविदहरूले बढी पानी पर्ने भनेको छ यस्तो हामी सजग छौँ अब अहिले नै राहत बाँड्नलाई हामीलाई जम्मा गर्ने गर्ने भन्ने अवस्थै हुँदैन अब विगत 3 वर्ष हेर्दाखेरि त्यस्तो अवस्था पक्रियो 2-3 वर्षमा त्यसरी बाढी आएको छैन शान्तिलो आएको छ अब आज भर्खर मलाई सबैलाई नगरपालिकाको वार्ड नम्बर 11 को वडा अध्यक्षले फोन गर्नुभयो यो बाढी यसरी आउने सम्भावना भयो एउटा सानो एउटा खोलो रहेछ मैले नाम बिर्सेँ आउने भयो त्यो जेसी पठाइनु पऱ्यो भन्नुभयो मैले तत्कालै त्यहाँ सबैलाई सम्पर्क गरेर जेसी पठाइहालेँ र वडाजीले हाम्रो काम भयो भन्नुभयो यो शान्तिमा आइरहेको छ अब अहिले नै राहत जम्मा गरेर राख्ने अवस्था छैन त्यही हुन्छ यो राहत स्वरूपमा के यस्ता चाहिँ सामग्रीहरू तपाईँहरू चाहिँ राख्नु भएको छ अहिले राहत सामग्री भन्दा अब हामीले राहतमा यो छ भने अहिले हाम्रो राहतको सामान्य केही छैन तर उद्धार गर्ने सामग्रीहरू सबै छ के छ अब उद्धार गर्ने सामग्रीहरू होइन हाम्रो डुङ्गाहरू छ डोरी छ चाहिने आवश्यक सामग्री सबै छ यसमा सरकारवाला चाहिँ कतिको चासो हेरिरहनु भएको छ सरकार अब हामीसँग अब सरकारवाला मसँग त्यस्तो आएको छैन हामीसँग भने अब एपिएफको भयो सशस्त्र प्रहरी जनपद र रेड क्रस यिनीहरूसँग हामीसँग छ भन्ने कुरा आएको छ मैले सामान पनि मलाई लिस्ट दिन पनि दिएको भएको छ हामी उद्धार गर्ने सामग्रीहरू अहिले सबै छ हजुर बाढी प्रकोपले गर्दाखेरि हजुरहरूलाई अब यस्तै छ होइन जागिर भनेको अब हरेक चाहिँ ठाउँमा मान्छे पसेको ठाउँमा चाहिँ उद्धार गर्ने हरेक कुरामा चाहिँ तपाईँहरू अग्रपन्थीमा अगाडि हुनुहुन्छ त्यस्तै चाहिँ कतिको चुनौती अनि यो वर्षाको टाइममा चाहिँ कतिको चुनौती हजुरहरूलाई हुन्छ अब चुनौती छ अरे अब किनभने अब यहाँ 7 लाख 8 लाख जनसङ्ख्या छ हजुर 8 लाख जनसङ्ख्या करिब 4 लाख जति त दक्षिण भेल्टमै छ अब अधिकांश घरहरू शान्तिना छन् स्रोत साधन कमी छ अब बाढी आउँदाखेरि त अब लगभग धेरै प्रभावित हुन्छन् प्रभावित हुँदाखेरि हाम्रो अब जनशक्ति त छैन भन्ने मिल्दैन हामी उद्धारमा चाहिँ हामी प्रयासरत छौँ अब चुनौती त अब जेसुकै कुरामा हरेक कुरामा चुनौती त भइहाल्छ नहुने होइन तर चुनौतीलाई सामना गर्दै हामी गएर जान्छौँ टुडे टकमा चाहिँ सानो विश्राम त पाल्नु भएको छ विश्राम बस्दाखेरि हामी उपस्थित हुनेछौँ विश्रामपछि यहाँहरूलाई फेरि स्वागत छ टुडे टकमा अलिकता हामी चाहिँ अब यो प्रशासनतर्फ लागौँ जुन हिसाबले मान्छेहरूको अलिकता धेरै गुनासो छन् कि ग्राहक सेवा ग्राहकहरूको जुन हिसाबले चाहिँ बिचौलियाहरू उतातिर छन् भन्ने कुराहरू आइरहेछन् फोटोकपीदेखि लिएर हरेक कुरामा चाहिँ त्यो शुल्क चाहिँ धेरै लिने त्यस्तो कुराहरू आइरहेछन् अब यो सम्बन्धमा तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो सबभन्दा समस्या बढी भनेको नागरिकता र जिल्ला प्रशासनले लिएर आउने सेवा सम्बन्धमा यहाँ छ नि लेखनदासहरू जुन छन् लेखनदासहरूको एउटा सहमति के भएको रहेछ नि उनले आफ्नो कामदेखि बाहेक हजुर अन्य अवस्थामा जिल्ला प्रशासनभित्र प्रवेश नगर्ने मेन समस्या भनेको अब यो लेखनदासहरूले लगायत यो आफ्नो मेरो काम छ भनेर आउने गर्छन् समस्या छ त्यसो म आइसकेपछि मैले 2जना लेखनदासलाई समातेर प्रहरीलाई बुझाएँ र 2जना समातेर मैले प्रहरीलाई बुझाएँ त्यसपछि नेताहरूको खुना हुन थाल्यो
ल उसलाई छोडिदिनु पऱ्यो उ गर्नु पऱ्यो अब मैले पनि एकपल्ट मैले छोडिदिन्छु भनेर एउटा काज गरेर छोडिदिएँ अब जब लेखनदासलाई हामीले समाउँछौँ बाहिर भिडले यसो गर्छौँ त्यसपछि उसलाई हामीलाई के आउँछ भने चाहिँ ल जिल्ला प्रशासनमा बिचौलिया बढी भयो भनेर आउँछन् जब लेखनदास छोडिदिउँ त्यसपछि त्यहाँ भित्र बिचौलियाहरू प्रवेश हुन्छ जताततै गर्छन् त्यसपछि मैले अस्ति लेखनदाससँगको अध्यक्षलाई बोलाएर लेखापढी व्यवसाय के भन्छन् त्यो अध्यक्षलाई बोलाएर तपाईँहरूको आफ्नो व्यक्तिगत काम छ वा छरछिमेकी काम छ भने सिधै मका आउनुहोस् वा साई सिडेको जानुहोस् म नभएको बेलामा त्यसरी तपाईँ समस्या राख्नु पाउनुहुन्छ तर तपाईँ आएर फाँटमा कुरा गर्ने कुरा गर्नु भयो तपाईँमाथि कारवाही गर्छु र तपाईँलाई एकपल्ट मैले 2 जना समातेँ मैले एउटा चेतावनी दिएर छोडिदिएको छु अब यस्तो भयो भने मैले यो लेखनदास व्यवसायीहरू छ मैले बन्द गराउँछु भनेर मैले उहाँहरूलाई चेतावनी दिएको छु कि यो सिडिओ अफिसमा पनि मुद्राको छलखेल हुन्छ भने सेवाग्राहीहरूको मुद्राको चलखेल म आएपछि मैले अब मलाई लाग्यो जिल्ला प्रशासन कार्यालयमा त्यस्तो चलखेल हुँदैन यो एउटा आउट लाउड जब आफ्नो काम भएन भने मुद्रा चलखेल भयो हामीले काम गर्दा पनि हामीलाई के चाहिन्छ कानुनअनुसारको प्रमाण चाहिन्छ प्रमाण छ भने हामीले तुरन्तै हामीले सेवा प्रदान गर्छौँ त्यस्तो नागरिकता समस्या आउँदाखेरि हाम्रो मेन समस्या भनेको पुरानो नागरिकताहरूको हाम्रो रजिस्टर खोज्नु पऱ्यो रजिस्टर कतिपय रजिस्टर खोज्दाखेरि चाहिँ फेलाइनु पर्दैन कर्मचारी थोरै छ त्यही पनि हामीले सकेसम्म उहाँहरूलाई सम्झाइ बुझाइ तपाईँ नागरिकता यो छोडेर जानुहोस् तपाईँको मोबाइल नम्बर ल्याउनुहोस् हामी यहाँ खोज्छौँ खोजेपछि तपाईँलाई फोन गर्छौँ आउनु पऱ्यो भन्नुहुन्छ अनि हुन्छ भनेर आउनुहुन्छ फेरि भोलिपल्ट आउनुहुन्छ अब त्यो त हामीलाई अलिकति रेकर्ड खोज्दा समय लाग्छ र अब त्यो रेकर्ड फेला पर्दैछ त हामीले उहाँलाई फोन गरेर पनि दिएको छौँ र म आइसकेपछि पनि अब अगाडि सिटिसनले गर्नुभएको छ तर मैले पनि मेरो जिल्ला प्रशासनमा लामो अनुभव हुँदाखेरि मैले अलिकति सजीकरण गरिदिएको छु गर्न चाहिँ तर मैले जति सजीकरण पनि मैले प्रमाणभन्दा बाहिर जानु भएन र म आफै पनि तराईमा लामो समय बसेको मेरो घर पनि मधेस प्रदेश सर्लाइन भएको हुनाले चाहिँ मैले अलिकति भाषा नै बुझ्छु यहाँको राम्रोसँग बोल्न नआएर भाषा बुझ्छु मैले म आफै म पुरै कुरा बुझ्छु पुरै बुझ्छु त्यसमा मैले चाहिँ अलिकति सजीकरण धेरै सजीकरण म आफै फाँटमा गएर मैले धेरै सजीकरण गरेको छु सर्वप्रथम हाम्रो प्राथमिकता के छ भने बुढाबुढी बिरामी गर्भवती र अपाङ्ग यस्ताहरूलाई हामीले प्राथमिकता पहिलो प्राथमिकता काम गरेका छौँ तर उताबाट पनि गुनासो आइरहेको हुन्छ कि हामी धेरै टाइमदेखि चाहिँ लाइनमा बसेको छौँ यति दिनदेखि आइरहेछौँ कुरै सुन्ने मान्छे छैन यस्तो यस्तो कुराहरू आइरहेको होइन यसो छ अब प्रत्येक हामीले पालिका बाँडेका छौँ पालिकामा लाइन अनुसार कुरा गर्नुभयो एकचोटि अब लाइन बसेर पछाडिको मान्छेले अगाडि मान्छे बोल्दा त भित्र मान्छे सुन्दैन त्यहाँ त्यस्तो होइन हामी कुरा सुन्ने नसुन्ने कुरा आउँदैन हाम्रो कामै त्यही हो हामी सेवा गर्न त्यसै लागि सेवा गर्न आएको तपाईँ आउनुभयो जुन टाइमदेखि यो धनुषा जिल्लामा खास गरेर त्यो टाइमदेखि के कस्ता चाहिँ सेवाग्राहीहरूलाई आफ्नो तर्फबाट चाहिँ यो कुरा हुनु पऱ्यो उहाँहरूलाई सहज हुन्छ कि के कस्ता कुराहरूलाई आउनु भएको छ होइन मैले आइसकेपछि मैले चाहिँ अब सर्वप्रथम त अब मेन समस्या भनेको जिल्ला प्रशासनको अहिलेसम्म मैले देखा परेको चाहिँ नागरिकतामै छ हजुर नागरिकतामा हामीले नागरिकता ऐनभन्दा बाहिर गएर काम गर्ने अवस्थै छैन यो नागरिकता ऐन छैन तर मैले अलिकति सहजीकरण चाहिँ गरेको छु रेकर्डहरू आफै हेर्दिनँ म आफै गरेर पनि हेरेको छु आफै घन्टौँसम्म त्यो शाखामा गएर बसेर सहजीकरण गरिदिएको छु र हाम्रो अब कुनै अब नागरिकता रेकर्डै फेला नपरेपछि त हामीले दिने कुरा आएन अब मैले अस्ति भर्खरै एकजना के भन्नु म आएको 10 दिन भयो नागरिकता पाइने सुरक्षा या पैसा चलखेल हुन्छ भने तपाईँको त्यो अनुसूचित फार्म ल्याउनुहोस् त भनेको मलाई जुन दिन अनुसूचित फार्म दिनु त्यही दिनको मितिको बनाएर चाहिँ सही रहेछ तपाईँ बनाएर चाहिँ आज छ कसरी 10 दिन आउनुभयो भन्नु वा बोल्नै सक्नु भएन यस्ता प्रवृत्ति पनि धेरै छन् हजुर यो आमाको नाममा चाहिँ नागरिकता पाइरहेछ अब मान्छे सहज रूपले के अब आमाको नागरिकता पाउने एउटा आधार छ जब बाबुको पितृको ठेगाना फेला पर्दैन भनेपछि मात्र आमा नाममा डाइरेक्ट दिइयो एकल महिला छन् होइन त्यसरी एकल महिला होइन पति भइन्छ हामी त नागरिकतामा आमाको नाम उल्लेख गर्छौँ तर आमाको नाम मात्र उल्लेख गरेर दिने अवस्था भनेको उसको पिताको ठेगाना नभएको को पिता थाहा नभएको यस्तो अवस्थामा हामीले आमाको नाम मात्र बाबुको नाम नराखेर आमाको नाम राख्छौँ तर बाबुको नाम राख्दाखेरि पनि आमाको नाम त राख्छौँ तर आमाको नाम दिने भनेको पितृत्वको पतिको ठेगाना नभएको बाको ठेगाना नभएको को बा थाहा छैन यस्तो अवस्थामा हामीले आमाको नामबाट नागरिकता दिन्छौँ आमाको मात्र नाम राखेर हजुर जसरी अहिले चाहिँ यो घटनाहरू दिनुदिन बढिरहेछ जुन हिसाबले यो मापस गरेर जस्तै मान्छेहरू एक्सटेन्ड गरेर राख्नुमा चाहिँ धेरै थरीको घटनाहरू घटिरहेछन् कुनै ठाउँमा चाहिँ अहिले तपाईँ आउनुभन्दा पहिला चाहिँ यता खास गरेर चाहिँ घरेलु हिंसाहरू पनि धेरै बढिरहेछन् होइन योमा हजुरको के कस्ता भूमिका छन् अथवा तपाईँको तर्फबाट के कस्ता प्रयास छ जुन घरेलु हिंसादेखि लिएर यति क्राइम बढिरहेको छ त्योमा अब यस्तै हो हिंसा
यो क्राइमहरूको हामीले के छ तपाईँहरू म चैत 8 गते हाजिर भएँ। अहिले एससी साहब पनि आउनुभएको छ, दुवै एफइएफको र जनपद एससी साहब पनि बडा असाध्यै राम्रो हुनुहुन्छ। त्यो तपाईँले एनालिसिस गर्नु सक्नुहुन्छ। आइसकेपछि धेरै नियन्त्रणमा आएको छ। जस्तो ट्राफिक हामीले मापसी गर्दाखेरि पनि ट्राफिकबाट दैनिक 1 लाख 1.5 लाख हामीले राजस्व वसुली गरेको छौँ, जरिवाना स्वरूप। र यो जुन घरेलु हिसाब पनि धेरै कम भएको छ। अब यो नियन्त्रण पुरै छ भनेर म भन्दिनँ, तर धेरै हदसम्म कम छ। तपाईँ यो 3 महिना पछिल्लो 3 महिना हेर्नुहोस् र अगाडिको हेर्नुहोस्, यसमा हामी मलाई लाग्छ धेरै कम आएको छ। हाम्रो रेकर्ड पनि हेर्नुहोस्, आज तपाईँहरू एउटा अनुगमन गर्नु सक्नुहुन्छ। यो 3 महिना यता चैतदेखि यता यस्ता जुन अहिले तपाईँले प्रश्न सोध्नु त्यो कुरामा अझै धेरै हदसम्म नियन्त्रणमा आएको छ। यो राष्ट्रिय परिचय पत्रको कुरा छ होइन, यो श्रावण 1 गतेदेखि चाहिँ भनिराख्नुमा छ लागु हुन्छ भनेर। यो राष्ट्रिय परिचय पत्र किन अनिवार्य छ र यो यसको खास गरेर महत्त्वको अलिकता चाहिँ जानकारी गराइदिनु। अब राष्ट्रिय परिचय पत्र के छ भने चाहिँ हाम्रो अनिवार्य चाहिँ अब यो सबै डाटाहरू हाम्रो यो राष्ट्रिय पत्र बनाइसकेपछि सरकारले के गर्न लाग्छ भने हाम्रा सबै नागरिकताहरू चाहिने लाइसेन्सहरू सबै त्यही राष्ट्रिय परिचय पत्रमा हामीले एड गर्ने कुरा छ। र सरकारले अब राष्ट्रिय परिचय अनिवार्य गरेपछि हामीलाई पार्टीसँग मतलब, हामीलाई सरकारसँग मतलब हो। सरकारले निर्देशन दिएपछि हामीले कानुन गर्नुपर्छ। त्यो राष्ट्रिय परिचय पत्रमा अलिक समस्या छ। हजुर, यो टोकनहरूको पनि कुरा आइरहेछ, सेवाग्राहीलाई पनि असहज भइरहेछ, यस्तो कुराहरू आइरहेछन्। होइन, सुरुमा असहज भएको छ जब अहिले हामीले त्यो कर्मचारीहरू राष्ट्रिय परिचय पत्रमा फोटो खिच्ने कर्मचारीहरू तालिम प्राप्त कर्मचारी हुन्छ, राष्ट्रिय परिचय पत्र विभागले पठाउने हो। हामी पठाइसकेपछि करिब 10वटा पालिकामै हामीले राष्ट्रिय परिचय पत्र फोटो खिच्ने व्यवस्था मिलाइसकेको छौँ र पहिलेको भन्दा धेरै नियन्त्रण आइसकेको छ। आज मात्रै होइन, आज जानुहोस् त आज लाइनमा 10 जना पनि छैन। त्यस्तो समय अब एउटा कहिले के हुन्छ भने कहिले नागरिकताको नाम नमिलेका, हाम्रो नागरिकता रजिस्टर नाम नमिलेका, अनि यो स्टिकर हराएको, नाम प्रष्ट नबुझिने, यस्तो खालको चाहिँ परिचय पत्र बनेको छैन। फेरि प्रतिलिपि लिन आउनु पऱ्यो, यहाँ समस्या छ। तर यो 1 हप्ता भयो अहिले मैले लाइनै देख्दिनँ। मैले जम्मा 12 पाल्दैन, 20-22 जना मात्रै लाइन छ। लाइन त्यस्तो अहिले छैन। यो सिडिओ अफिसमा चाहिँ खास गरेर यो कर्मचारीहरूको चाहिँ कुनै बेला चाहिँ बेपत्ता हुन्छ जस्तो कुराहरू आइरहेको हुन्छ। के भन्छ, जुन हिसाबले काम गर्नु पर्यो फास्टमा, त्यो फास्ट ट्र्याकमा चाहिँ काम गरिरहेको हुँदैन र आफन्तलाई चाहिँ छिटो काम गर्ने यस्तो कुराहरू आइरहेछन्। यसको लागि त सहज सबैको लागि हुनु होइन, आफन्तलाई सहज गर्ने त्यस्तो हुँदै होइन। हामी कर्मचारीहरूको मुख्य उद्देश्य हामीले आफन्तलाई किन गर्नु पर्यो। हजुर, यो कुरामा यो आरोप वास्तविकमा यदि तपाईँ उता 2-3 घन्टासम्म यदि मान्छे उभिरहेको हुन्छ होइन, 2-4 दिनदेखि कहाँबाट मान्छे आउँछन् तर उहाँको काम भइरहेको हुँदैन। तर आसेपासेको मान्छेहरूलाई त्यो होइन, जसको प्रमाण फेला पर्छ नि, अब रजिस्टर फेला पर्छ उसको काम तुरुन्तै हुन्छ। जसको प्रमाण फेला अलिक समय लाग्छ। अब चिन्जान गरेको मान्छेको आधारमा चाहिँ अलिकति सहज हुने त होला, तर हाम्रो चाहिँ 43 काम नहुने कारण चाहिँ हाम्रो प्रमाण फेला नपरेर हो। प्रमाण फेला नपरिकन हामीले अहिले दियौँ भने, काम गऱ्यौँ भने भोलि कानुनले समझ्छ। त्यसमा हामीले सबैभन्दा कुरा हामी प्रमाणित खोज्न लाग्छौँ। र मैले प्रष्ट भनिदिएको छु, सबै पालिकाको प्रमुखसँग भनेको छु, सबै वडा चाउन भनेको छु, केही समस्या पर्यो, कुनै कर्मचारी दुःख दियो भने सिधै मका आउनुहोस्, मैले सहजीकरण गर्छु। मैले यो कारणले तपाईँको काम हुन्छ, यो काम हुँदैन भने म प्रष्ट भन्छु भने मैले भनिदिएको छु। र तपाईँहरू आफै अनुगमन सक्नुहुन्छ। र मैले यो सहजीकरणमा धेरै भूमिका गरेको छु र यो अहिले पहिलेको तुलनामा सहज पनि भएको छ। यो सीमा मेरो हाम्रो काम नहुने नै हाम्रो प्रमाण फेला नपरेछ। यो हाम्रो चाहिँ खुला सीमा क्षेत्रले गर्दाखेरि के कस्ता समस्याहरू चाहिँ यो आएको छ हजुरले? खुला सामान भनेको अब यो चोरी भन्सारका सामानहरू राष्ट्रतिर आउने भए, लागु अवस्थाहरू भए, अब यस्ता अब जस्तो यो ड्रग्सहरू भयो, मादक पदार्थ सेवन गर्ने छन् त इन्डियामा त पाइँदैन, नेपाल आएर जाने गर्ने भएछ। अनि ड्रग्स खानेहरू नेपालका यी भर्खरका 20 वर्ष मुनिका भनौँ न, यस्ता केटाहरू उता गएर पारीको ड्रग्स खाएर आउने गरेका छन्। हाम्रो अहिले लागु अवस्था यो तस्करहरू यस्ता समस्या छ। त्यही पनि हाम्रो यो पहिलेको तुलनामा अब मैले पटक भनिरहेको छु, अब पहिलेको तुलनामा धेरै हदसम्म कम हुँदै गएको छ। अब निर्मूल भयो भन्दैन, हाम्रो प्रयास चाहिँ यसमा छ। हजुर चाहिँ यो बाढीलाई लिएर अलिकता जनचेतनामूलक केही सूचना छन् भने तपाईँ यो पब्लिकसम्म पुगाउन चाहिराख्नु भएको छ भने तपाईँ कार्यक्रममा अलिकता राख्नुहुन्छ? होइन, मैले के भन्छ भने सबभन्दा पहिले बाढीबाट कसरी जोगिनु पर्यो। सबभन्दा प्रथम हामीले के गर्नु पऱ्यो भने चाहिँ बाढीबाट अब अहिलेको अवस्था के छ भने चाहिँ बाढी आउनु थाहै हुँदैन, एक्कासी आउँछ। त्यसर्थ बाढी आउँदा हामीले सजग अवस्था बस्ने र कुन अवस्थामा हाइट्स कुन ठाउँमा छ अगाडि पहिचान गर्ने र सदा पहिला आफ्नो वृद्ध बालबालिकालाई जोगाउनलाई माथि स्थानमा लाने र हामी सजग भएर बस्नुपर्ने अवस्था छ हाम्रो। त्यो
यो बाढी चाहिँ वित्त व्यवस्थापनलाई लिएर केही जिङ्गल अथवा केही प्रचार त्यो जिल्ला प्रशासनबाट हुन्छ कि? अब जिल्ला प्रशासन भन्दा पनि हामी जिल्ला प्रशासन गर्छौँ होइन। हाम्रो अब पालिका अहिले जनप्रतिनिधिहरू हुनुहुन्छ, जनप्रतिनिधि यसमा सक्रिय हुनुहुन्छ। पालिकाहरूबाट पनि यो प्रचार प्रसार भइरहेको छ, जनचेतनामूलक कार्यक्रम भइरहेको छ। अब सर्वप्रति यस्तो के छ भने चाहिँ अब जब अशिक्षित बढी साक्षरता कम भएको हुनाले चाहिँ चेतना भन्दा पनि हामीले जोगाउन तरिका लगाइरहेछौँ। पालिकाहरूले यसमा ध्यान पुऱ्याएको हुन्छ। हामीले पालिकालाई अनुरोध गरेको छौँ। तैँले यसो जस्तो आज भर्खर मैले गृह मन्त्रालयबाट पनुपासा अधिकारीलाई जिल्ला नछाड्न, CDOलाई पनि यो बाढीको विपद अवस्थामा अति आवश्यक काम बाहेक जिल्ला नछाड्न भन्ने निर्देश आएको छ। र प्रत्येक पालिकाका पनुपासा अधिकारीहरूलाई पनि मैले यो विपदको अवस्थामा आफ्नो पालिका क्षेत्र नछाड्न भनेर परिपत्र गरेको छु। र यदि छाड्ने पर्ने अवस्था आएमा पन्बू जिल्ला अधिकारीको स्वीकृति लिएर अब कहिले अब त्यो छोडिन पर्ने भन्ने होइन, अति आवश्यक काम पऱ्यो भने चाहिँ पन्बू जिल्ला अधिकारी स्वीकृति लिएर मात्र छाड्न भनेर पन्बू अधिकारीलाई मैले निर्देशन गरेको छु। र मेयर साहबलाई पनि मैले अनुरोध गरेको छु पन्बू अधिकारीलाई चाहिँ छोड्नु पऱ्यो भने चाहिँ पन्बू जिल्ला अधिकारीको मात्र अनुमति लिएर आफ्नो पालिका क्षेत्र छोड्न भनेर निर्देशन दिनु होला भनेर मेयर साहबलाई अनुरोध गरेको छु। हामी यसमा सबै राष्ट्रिय सेवकहरू यसमा सजग र सतर्क छौँ। हस्, धेरै धेरै धन्यवाद। यसले धनुषा जिल्लाको CDO उनका संसद बातचीत किनु है जे अखन विभिन्न ठाउँ में बाढ़ आयल से बाढ़ में उनका सब की भूमिका रहे से की न पूर्व तैयारी ई सब रहे छथिन के नहीं ओई के प्रसंग हम सब बातचीत किनु है। ई बाढ़ी में केना के बचबाक चाही, कोना फोन करबाक चाही, तै सब प्रसंग में हम सब इनका से जानकारी लेना है। हजुरलाई धेरै धेरै धन्यवाद। यति चाहिँ व्यस्तताको बावजुद पनि आएर हामीहरूको कार्यक्रममा चाहिँ यो समय दिनुभएकोमा धेरै धेरै हृदयदेखि धन्यवाद र यो कार्यक्रमबाट बिदा लिन चाहन्छु। भन्नुहोस्। अब म के भन्न, अब मेरो के यो जानकी मध्य प्रदेश जानकी माताको क्षेत्र सबैबाट बाढी नआओस्, डुबान क्षेत्र नहोस्। र यदि यस्तो समस्या केही समस्या पऱ्यो, बाढी मात्र विपद मात्र होइन, कुनै पनि समस्या पऱ्यो भने पन्बू जिल्ला अधिकारीको फोन नम्बर 98540047 24 घन्टा फोन गर्दा म फोन उठाइहाल्छु। यदि फोन उठेन भने मैले कल ब्याक पनि गर्छु। त्यसैले यो नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछु। र मेरो मात्र होइन, जिल्ला प्रहरी 9854004855 पनि फोन गर्दा जतिखेर फोन उठ्छ। यसमा यो फोनमा चाहिँ तत्काल समस्या पऱ्यो भने यो दुवै फोनमा फोन गर्नु म अनुरोध गर्दछु। यी अपन फोन नंबर देखिना और प्लस से जिला प्रहरी कार्यालय के सो फोन नंबर अहाँ सभी कोनो अगर एहन जरूरी पड़े छै मात्र बाइट के नहीं हरेक कोनो समस्या एहन अबै छै त अहाँ सभी नंबर में फोन क संपर्क क अहाँ सब जे छै से सेवा ला सकै छी, हेल्प ल सकै छी। नमस्कार।